मान्य सदस्य म बोल्दैछु। मान्य सदस्यको प्रश्नको उत्तर दिन खोज्दैछु। मान्य सदस्य सुन्न धैर्य गर्नु पर्यो। मैले बोल्न सकेकै छैन मान्य सदस्य। कुन दलको नेताको भन्ने अहिले हामीलाई थाहा छैन। अचम्म लाग्यो मलाई त। अचम्म लाग्यो मलाई त। मान्य सदस्य हर्क साम्पाङ, यो हर्कराज राई, यो सदन हो, यो प्रतिनिधि सभाको उच्च एउटा यो सभा हो। यसमा यहाँले प्रयोग गरिरहेको शब्दहरू गम्भीर छन्। यहाँले प्रयोग गरिरहेको शब्दहरू मर्यादा विपरीत छ। यहाँले प्रयोग गरिरहेको शब्द अपमानजनक छ र यहाँलाई म फेरि ध्यानाकर्षण गराउन चाहन्छु। मैले भनिरहेको छु मान्य सदस्यहरू, मैले भनिरहेको छु, म केही भन्न खोज्दैछु, मान्य सदस्यहरूलाई सुनाउन खोज्दैछु, तर मान्य सदस्यहरू सुन्न धैर्य राख्नुहुन्न। धैर्यता राख्नुहोस् न मान्य सदस्यहरू, धैर्यता राख्नुहोस्। सुन्ने म सुनिरहेको छु, धैर्यता राख्नुहोस्। मैले केही बोल्न खोज्दैछु, मैले केही भन्न खोज्दैछु, मान्य सदस्य धैर्यता नै राख्नुहुन्न। मान्य सदस्य, यो कुनै बाहिर गएर सभामा बोलेको सम्बोधन अथवा बाहिर कुनै ठाउँमा गएर बोलिरहनु भएको होइन। यो प्रतिनिधि सभाको एउटा उच्च सभा हो। मान्य सदस्यहरू, कुन चाहिँबाट के कारबाही गरे अब हामीलाई त्यो भनिदिनुहोस्। हामी मान्न तयार छौँ। होइन भनेदेखि श्रम संस्कृतिलाई बोल्न तपाईँको छैन, के अरे वञ्चित गर्न तपाईँको अधिकार छैन। ल भन्नुहोस्, कुन चाहिँ धाराबाट कहाँबाट चाहिँ कुन के कारबाही हो? ल हामी जान्न चाहन्छौँ के कारबाही हो। मान्य सदस्य म बोल्दैछु। भन्नुहोस् ल, हामीलाई त्यहाँनिर मान्य सदस्यको प्रश्नको उत्तर दिन खोज्दैछु। हो ल कुन 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 धाराबाट तपाईँले के सुन्ने धैर्य गर्नुहोस्। मान्य सदस्य सुन्ने धैर्य गर्नुहोस्। ल भन्नुहोस्। मान्य सदस्यहरूले समय माग गर्नु भएको छ। हामीले माग गरेका छौँ, सबैले तपाईँले समय दिनुभएको। मान्य सदस्यहरूले कहाँ समय माग गर्नुभयो? मान्य सदस्य सुन्नुहोस्। मान्य सदस्य, सङ्ख्या छ भनेर हेर्न पाउनुहुन्न। तपाईँले विधिबाट चलाउनुहुन्छ भने सञ्चालन गर्नुहोस्। होइन भनेदेखि तपाईँको चाहिँ नि यो धारा तथा सबै मिलेर चलाइराख्नु भएको छ। त्यसको तरिकाले हुन्छ? किन तपाईँले कहाँ भङ्ग गर्नुभयो? तपाईँको चाहिँ नि के अरे कङ्ग्रेस पछाडि एमाले बोल्छ, एमाले पछि चाहिँ तपाईँको होइन, तपाईँको चाहिँ नि नेपाली कम्युनिस्ट पार्टीले बोलिसकेपछि श्रम संस्कृतिले बोल्ने पालो हो। कि तपाईँहरूले भनिदिनु, यहाँ भनिदिनु कुन कुन नियममा तपाईँले कारबाही गरेर हामीलाई भनिदिनुहोस्। प्रधानमन्त्रीले बोल्न सक्नुहुन्न तपाईँ? होइन, के अरे त्यस्तो तरिकाले हुन्छ? ल भन्नुहोस्, तपाईँले कुन दफाबाट कारबाही गर्नुहुन्छ, के कारबाही गर्नुहुन्छ, पालना गरेर हामीलाई। मान्य सदस्यहरू सभामुखले बोल्दाखेरि कि सुन्ने धैर्यता राख्नुहोस् कि म धैर्य भएर सुनिरहन्छु। मान्य सदस्यहरू बोलिरहनुहोस्। मान्य सदस्य, यहाँ वाद विवाद नगरौँ। मान्य सदस्यहरूलाई मैले करिब एक घण्टादेखि मान्य सदस्यहरूबाट नाम आउने समय माग्ने अपेक्षा गरेको थिएँ। मान्य सदस्यहरूले समय माग नगर्नु भएकोले मान्य सदस्यहरूले गरिराख्नु भएको छ। यो नेपालको संसदीय तपाईँको अभ्यासमा रेकर्ड रहन्छ। त्यसरी तपाईँको चाहिँ के अरे मान्य सदस्य रिमा विश्वकर्मा किन उठ्नु भएको छ? जनतामा गएर हामीले चाहिँ न्याय
हुन्छ, नियमावलीको कुन नियम आपत्ति हो? नियमावली जेसुकै होस् ल जेसुकै। छोटकरीमा आफ्नो भनाइ राख्नुहोस् मान्य सदस्य। सम्मानीय सभामुख महोदय, प्रतिनिधि सभा नियमावलीको 21 को कमा प्रष्ट रूपमा लेखिएको छ, सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने। घमा पनि स्पष्ट लेखिएको छ, अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने। प्रतिपक्षी दलका माननीयहरूले पटक पटक यस सदनको अपमान गर्दै नियमावलीको उल्लङ्घन गर्नुभएका कारणले म सदनको यस विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु सभामुख महोदय। श्रम संस्कृति पार्टीका मान्य सदस्यहरूलाई म ध्यानाकर्षण गर्न चाहन्छु। मैले मान्य सदस्यहरूलाई मान्य सदस्यहरू मैले के भन्न खोज्दैछु सुन्ने धैर्य गर्नुहोस् न। मान्य सदस्य एकहोरो बोलिरहनु भएको छ। मान्य सदस्य हर्कराज राई, तपाईँ निरन्तर एकहोरो बोलिरहनु भएको छ। म केही भन्न खोज्दैछु, धैर्य गरेर सुन्नुहोस्। मान्य सदस्यहरू, मैले मान्य सदस्यहरूबाट विपक्षी बेन्चका सबै दलका मान्य सदस्यहरूलाई बोल्न दिने तयारी साथ नै बोल्न दिइरहेको हो। मान्य सदस्यहरूबाट नाम आउने, कसले बोल्ने हो भन्ने विषयमा नाम आउने अपेक्षा म निरन्तर गरिरहेँ। मान्य सदस्य सुन्न धैर्य गर्नु पर्यो। मैले बोल्न सकेकै छैन मान्य सदस्य। कुन दलको नेता को भन्ने अहिले हामीलाई थाहा छैन। अचम्म लाग्यो मलाई त। अचम्म लाग्यो मलाई त ल। हैन, कुन दलको नेता को भन्ने हामीलाई थाहा छैन। यो प्रणाली नेपालको इतिहासमा यो चाहिँ तपाईको चाहिँ एउटा कलङ्कमय कुरा भएको छ। मान्य सदस्यलाई मैले अहिले पनि मान्य सदस्य हर्क साम्पाङ, यो हर्कराज राई, यो सदन हो, यो प्रतिनिधि सभाको उच्च एउटा यो सभा हो। यसमा यहाँले प्रयोग गरिरहेको शब्दहरू गम्भीर छन्। यहाँले प्रयोग गरिरहेको शब्दहरू मर्यादा विपरीत छ। यहाँले प्रयोग गरिरहेको शब्द अपमानजनक छ र यहाँलाई म फेरि ध्यानाकर्षण गराउन चाहन्छु। मैले भनिरहेको छु मान्य सदस्यहरू, मैले भनिरहेको छु, म केही भन्न खोज्दैछु, मान्य सदस्यहरूलाई सुनाउन खोज्दैछु, तर मान्य सदस्यहरू सुन्न धैर्य राख्नुहुन्न। धैर्यता राख्नुहोस् न मान्य सदस्यहरू, धैर्यता राख्नुहोस्। सुन्ने म सुनिरहेको छु, धैर्यता राख्नुहोस्। मैले केही बोल्न खोज्दैछु, मैले केही भन्न खोज्दैछु, मान्य सदस्य धैर्यता नै राख्नुहुन्न। मान्य सदस्य, यो कुनै बाहिर गएर सभामा बोलेको सम्बोधन अथवा बाहिर कुनै ठाउँमा गएर बोलिरहनु भएको होइन। यो प्रतिनिधि सभाको एउटा उच्च सभा हो। मान्य सदस्य, मान्य सदस्य, मैले केही बोल्न खोज्दैछु। मान्य सदस्य सुनिदिनु पर्यो। मान्य सदस्यले मान्य सदस्यहरूलाई मैले बोल्न दिनैको लागि सबै मान्य सदस्यहरूलाई विपक्षी बेन्चका दलगत रूपमा मान्य सदस्यलाई दिन तयारी गरेर दिइरहेको र मान्य सदस्यहरूबाट समय माग भएन, मान्य सदस्यहरूबाट नाम पठाइएन। तर पनि म दिने कोसिस गरेँ। तर मान्य सदस्यलाई एउटा कुरा ध्यानाकर्षण गराएँ, जति बेला सरकारको तर्फबाट मान्य मन्त्रीबाट मान्य सदस्य, मैले यहाँलाई केही सुनाउन खोज्दैछु। मान्य सदस्यले निरन्तर
विरोध गर्नुभयो र मान्य मन्त्रीबाट सरकारको तर्फबाट सम्बोधन गरिरहँदा सरकारको तर्फबाट आफ्नो मन्तव्य राखिरहँदा मान्य सदस्यले निरन्तर बोलिरहनु भयो र निरन्तर विरोध गरिरहनु भयो। यसको अर्थ स्पष्ट के बुझिन्छ त भन्दा मान्य सदस्यले पोस्टममा गएर बोल्ने तयारीमा हुनुहुन्न भन्ने कुरा स्पष्ट सभामुखले बुझ्यो। त्यस कारणले म आज मान्य सदस्यहरूलाई समय दिन सक्दिनँ, त्यस कारणले सभा अगाडि बढाउन चाहन्छु। मान्य सदस्यहरू, राष्ट्रपतिको कार्यालयबाट